हेलो नमस्ते के छ सन्चै छ ल आज हामी के अरे शक्तिगढ झर्न जाँदैछौँ अनि हामी सधैँ स्टार्ट गरेको ठाउँबाट आज हामी भिडियो खिचेनौँ किन भन्दाखेरि त्यो सधैँ धेरै भिडियोहरूमा आएको कारणले गर्दाखेरि आज हामी एकैचोटि यहाँ जुटपानीमा आएर चाहिँ हामी खिचेका छौँ। अब हामी शक्तिगढमा गएर रमाइलो गर्नेछौँ। त्यहाँ के राख्दैछ हाम्रो करण भाइले अघि नै खाना पाउनु भएन ल एनिवे थोरै केही क्लिपहरू चाहिँ हामी देखाउन ट्राई गर्छौँ। आज चाहिँ एकदमै आकाशहरू खुलेको छ, सबै एकदमै दामी देखेको छ, तर सबै कुराहरूले छेकेको कारणले गर्दा तपाईँहरूले देख्न नपाउनु भएको होला। मजा आउँछ। दुईजना केटाहरू पछाडि छ, 6-7 जना अगाडि छ। म यहाँ भिडियो गर्दैछु, जाँदैछौँ, रमाइलो भइरहेछ। अलिक थाकिरहेको छ। यहाँबाट देख्छ कि देख्दैन त्यो अगाडिको डाँडामा पुग्नुपर्छ हामी। त्यो डाँडा देखिरहेको ठाउँमा अलिअलि देखिरहेको छ त्यहाँ त्यही ठाउँमा। तर योले चाहिँ खै गोप्रोले भ्याउँछु भ्याउँदैन थाहा होइन, तर लक्ष्य दामी ठाउँ छ। वाह हाम्रो केटाहरू यहाँ सब रेस्ट गरेर बसिरहेछ। साइकल बिग्रियो थोरै। ल जाम केटा, जाम 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 जाम। कसो बिग्रियो? के भयो? शक्तिगढ जाने? गैरीहरू जाने कि शक्तिगढ? ल्याछ पम्प हावै छैन? दाइ हामी कहाँ पुग्यो? दाइ हामी चाहिँ कहाँ पुगेको हो? अहिले हामी शक्तिगढ आयो, अब हामी झर्न जानुपर्छ अनि हल्का रेस्ट गरेको। यहाँबाट चाहिँ कति टाइम लाग्छ र? हामी यो भरतपुरबाट यहाँसम्म आउनलाई हामीले ट्याक्कै 1.5 घन्टा जति लाग्यो। 1.5 घन्टा लाग्दैन, 1 घन्टा जस्तो, अलिक बढी भयो 1 घन्टा भन्दा, त्यही भएर 1.5 घन्टा भनेको। फाइनली हामी आइपुगिसकेका छौँ अहिले यो शक्तिगढ झर्ना, सिन्ती झर्ना भन्दो रहेछ यसलाई चाहिँ। तानेको लाओ अलमोस्ट हामी आइपुगिसकेका छौँ अहिले हाम्रो जस झर्ना जाने ठाउँ। यहाँबाट हामीलाई 45 मिनट्स हिँड्नुपर्छ। हाम्रो भाइहरू चाहिँ भोकले अलिकति गाह्रो भयो जस्तो लाग्यो, किनभने मलाई त्यस्तो भयो। अनि 1-2जना भाइहरू चाहिँ खानै नखाएको ना भनेर सुनेको थिएँ, तर हेरौँ के हुन्छ। चाहिँ यो फोटोको पोजमा किन बस्यो? चल भाग। हेर्दै गइरहेको
छ चिन्ता यता आइज त मेरो मोबाइल बग्यो नि त के भयो यस्तो जिन्दगी यहाँ राख्छ त आमा ल आयो आयो ल आयो भन्दिन आमा ल आयो लैजाउँ यार छिटो आऊ केटा हो केटाहरू अलिक ढिलो गरिरहेको छ पानीतिर लगाइरहेको छ एकदमै डिहाइड्रेट भएको जस्तो फिल भइरहेको छ मलाई एनिवे आउँदैछ हाम्रो भाइहरू बाहुबलीहरूले एकदमै राम्रो काम गरिरहनु भएको छ यहाँ देख्न सक्नुहुन्छ तपाईँले यस्तो हाम्रो अझै 5-6वटा छ 3-4वटा भ्याइसकेको छ 5-6वटा छ साइकल पनि एकदमै ह्याप्पी छ हामी यहाँ जोखिम बोल्दै आजको यो शक्तिखोर झरनालाई कटाउने ट्राई गरिरहेछौँ एकदमै गाह्रो भइरहेछ अप्ठ्यारो भइरहेछ तर पनि साथीहरूले एकदमै राम्रो गरिरहेछ कोही कोही भात पनि खाएको छैन अहिले 2 बजिसकेको छ त्यही पनि ठिकै छ 25 किलोमिटर साइक्लिङ गरेर अबे क्या आयो यार अभी आउँदैछ ल गीत अवस्था फिल भइरहेछ एनर्जी पुरै डाउन भइसकेको छ जुत्ता धुँदाएछ गीत बजाएछ गीत बजाएर होइन अलिअलि एनर्जी आउँछ नत्र चाहिँ अलि गाह्रो चाहिँ गाह्रै भइरहेछ एनिवे ठिकै छ रमाइलो छ भनौँ जिन्दगीमा यस्तो सङ्घर्ष गरियो भने चाँडै उँभो लाग्छ त्यतिकै मार खाने मान्छे त म होइन त्यही पनि आज किन खानु परेछ भन्ने कुरा चाहिँ हो र यसको ब्याट्री छ कि छैन ब्याट्री एउटा मात्र हो हामी आइपुगिसकेका छौँ अब यो डाँडा कटिसकेपछि अर्को डाँडामा चाहिँ हाम्रो शक्तिखोर झरना छ अनि हाम्रो भाइहरू यहाँ अहिले मोजा लाउने जुत्ता लाउने कार्यक्रम गरिरहेछ ब्याग हामीले यता मैले चाहिँ घरभित्र राखेँ भाइहरूले चाहिँ के गर्छ थाहा छैन ल यो ब्याग चाहिँ पाइट पुग्यो साइकल चाहिँ हाम्रो साइकल त्यहाँ घरमा छ अनि हामी यहाँ आइपुगिसकेका छौँ रमाइलो भइरहेछ होइन र भाइ जस गइरहेछ हामी ऊ त्यो रमाइलो सेतो देखेको पानी बगिरहेको ठाउँमा हामी पुग्नुपर्छ हेरौँ हामी चाँडै पुग्छौँ आज यसलाई काट्नुपर्छ आउँदैछौँ जाँदैछौँ हामी अझै पनि पुगेको छैन अहिले त अब 3 बज्न लाग्यो होला अनि हाम्रो साइकल राख्ने अलिअलि समस्या त्यहाँ भयो त्यही पनि ठिकै छ अब यस्तै रहेछ भनेर नै आज हामी जाँदैछौँ रमाइलो हुँदैछ त्यस फाइनली हामी यहाँ आइपुग्यो ब्याट्रीको चार्ज पनि सकिन खोजेको छ अनि एनर्जी पनि पुरै डाउन भएको छ साइकल चलाएर आयो साइकल धेरै आयो आधी बाटोसम्म अनि एकदमै टायर्ड फिल भएको छ आज पनि केही खाएको छैन एकदमै रमाइलो भइरहेको त्यहाँ हाम्रो भाइहरू देख्न सक्नुहुन्छ किन लगाइसकेको एकदमै राम्रो बनाएको रहेछ अनि यहाँ कोर्न फालो भन्ने देखेको छु अनि टोइलेटहरू सबै कुराहरू छ एकदमै राम्रो छ खुसी लागेको छ
अनि यो मौसमको बेलामा आउनलाई पनि अति राम्रो भएको छ। यहाँ नुहाइ भइसकेपछि नुहाउन जानुभन्दा अगाडि लुगा फेर्नको लागि भनौँ अथवा लुगा लाउनको लागि चाहिँ यहाँ चाहिँ ड्रेसिङ रुम पनि राखेको रहेछ। अनि एकचोटि म तपाईँहरू देख्न चाहन्छु एकदम अलि अँध्यारो चाहिँ छ। यो चाहिँ महिलाहरूको रहेछ। अनि जो राम्रो छ यहाँ तपाईँहरू लुगाहरू फेर्न सक्नुहुन्छ। अनि यता चाहिँ बोइजहरूको छ। अनि टोइलेट चाहिँ उतापट्टि छ। टोइलेट पनि छ। यो चाहिँ टोइलेट होइन कि यो चाहिँ केटाहरूको लुगा चेन्ज गर्ने ठाउँ हो। अनि त्यही भएर हेर्दै जाउँ। अझै त्यहाँ एकदमै राम्रो राम्रो ठाउँहरू म देख्दैछु यहाँबाट। म धेरैचोटि यहाँ आइसकेँ तर सधैँ आउँदाखेरि चाहिँ चेन्जेस देखिरहेको हुन्छु। यो एकदमै राम्रो पनि हो। म चाहिँ कल्पना गर्थेँ पहिला यहाँ यस्तो भइदियो भयो उस्तो भइदियो भन्थेँ, तर जे सोच्दै थिएँ त्यो चाहिँ भइरहेको छ। एकदमै यहाँको एकदमै राम्रो पार्ट चाहिँ हो त्यो चाहिँ। अब यहाँ हाम्रो मेन झर्ना हामी यहाँ देखाउँछौँ तपाईँहरूलाई। छोडेर यहाँ हेर्न सक्नुहुन्छ। एकदमै दामी छ, एकदमै राम्रो छ। अलिकति बाटो चाहिँ एकजना आउनलाई धेरै गाह्रो छ। दुईजना साथीहरू आउन चाहिँ एकदम सजिलो। सिङ्गल चाहिँ नआउनु होला। म त सिङ्गल हिँडिरहेको छु। हाम्रो भाइहरू सबै गइसकेको छ त्यहाँ देख्न सक्नुहुन्छ। हाम्रो भाइहरू पनि त्यहाँ छ। झर्नाको विशेषता सुन्दरता भनेको नै यही नै हो। एकदम दामी भएर छ। त्यहाँ हाम्रो लुगा चेन्ज गर्ने ठाउँमा चेन्ज नगरिकन त्यहाँ हाम्रो भाइले चाहिँ लुगा त्यहीँ राखिरहेको छ। एनिवे तर यहाँ आउनलाई चाहिँ अलिकति समस्या चाहिँ मलाई लाग्यो। धेरै टाढा पनि लाग्यो एक हिसाबमा। तर पनि यो सुन्दरता हेरेर त्यो चाहिँ केही पनि होइन। अनि फोहोरहरू पनि अलिकति व्यवस्थित चाहिँ छ। व्यवस्थित छ यहाँ फोहोरहरू राखेको छ। त्यही भएर जेस राम्रो छ भनौँ। पहिला चाहिँ सिसाको बोतलहरू जता पाए हुन्थ्यो। अहिले चाहिँ अलिक व्यवस्थित नै छ, राम्रो छ। अनि यहाँ चाहिँ सिन्ती झर्ना रहेछ। यो झर्नाको नाम चाहिँ यो चाहिँ एकदमै दामी बनाइरहेको छ। यो चाहिँ यो पार्ट चाहिँ यहाँको सबैभन्दा दामी छ। यहाँबाट अहिले भर्याङहरू राखेर कस्तो राम्रो बनाएको रहेछ। सुन्दरता हेर्न जाँदैछौँ। सुन्दरता हेरिसकेको छ। अनि यो बाटो छ यहाँको अहिले एकदमै दामी छ। वाउ 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 लास्टै दामी। वाउ wow, how God made all the सबले हात नगर त यस्तो नि हाल्नु त।